साथीहरू, आज हाम्रो टपिक रहेको छ परिवहन। सबैभन्दा अगाडि हामीले के जान्छौँ? परिवहन भनेको के हो। त्यसपछि के जान्छौँ? बिरुवामा परिवहन कसरी हुन्छ। त्यसपछि जनावरमा परिवहन कसरी हुन्छ। सबैभन्दा अगाडि हाम्रो टपिकको मेन पोइन्टमा जाउँ। परिवहन भनेको के हो? कोषलाई आवश्यक पर्ने तत्त्वहरू कोषसम्म पुर्याउने र कोषलाई अनावश्यक तत्त्वहरू निष्कासन अङ्गसम्म पुर्याउने कामलाई चाहिँ परिवहन भनिन्छ। कोषलाई आवश्यक पर्ने तत्त्वहरू कोषसम्म पुर्याउने र अनावश्यक पर्ने तत्त्वहरू चाहिँ निष्कासन प्रणालीसम्म पुर्याउने एउटा काम हुन्छ, त्यसलाई भनिन्छ परिवहन। अब त्यो जस्तै आवश्यक पर्ने पानी, लवण, त्यस्तै गरी पोषक तत्त्वहरू हुनसक्छ, अक्सिजन हुनसक्छ। अनि अनावश्यक कुराहरू चाहिँ निष्कासन अङ्ग अथवा प्रणालीसम्म पुर्याउने काम भनेको चाहिँ परिवहन हो। अब बिरुवामा परिवहन छुट्टै तरिकाले हुन्छ र जनावरमा परिवहन छुट्टै तरिकाले हुन्छ। बिरुवामा कसरी हुन्छ त परिवहन भन्दाखेरि, जस्तै पातमा खाना बन्छ। त्यो पातमा बनेको खाना बिरुवाको सबै भागमा कसरी पुग्छ भन्दाखेरि एउटा तन्तुको मद्दतले पुग्छ, त्यो हो फ्लोएम। फ्लोएम तन्तुले पातमा बनेको खाना विभिन्न अङ्गहरूसम्म पुर्याउँछ। त्यस्तै गरी जराले पानी र लवण सोसेर लिन्छ, वाटर एन्ड साल्ट सोसेर लिन्छ। त्यो कसरी बिरुवाको सबै भागमा पुग्छ भन्दाखेरि जाइलम तन्तुको मद्दतले। बिरुवामा परिवहन यसरी हुन्छ। त्यस्तै गरी पातमा मसिना छिद्राहरू हुन्छन्, त्यो स्टोमाटाहरू हुन्छन्। त्यहाँ चाहिँ अक्सिजन र कार्बन डाइअक्साइडको पनि परिवहन हुन्छ। त्यहाँ चाहिँ त्यही भएर स्टोमाटामा त्यो ग्यासहरू मसिना छिद्रहरूमा पानीसँग घोलिन्छन् तिनीहरू, अनि त्यसपछि जाइलमको मद्दतले बिरुवाको सम्पूर्ण भागमा चाहिँ पुग्ने गर्छ। अब जनावरहरूमा परिवहन कसरी हुन्छ त? यो एउटा अर्को टपिक हो। अब जनावरहरूमा एककोषीय जीवहरूमा छुट्टै हुन्छ, बहुकोषीय जीवहरूमा छुट्टै हुन्छ। मेरुदण्ड भएको जनावरहरूमा छुट्टै हुनसक्छ, मेरुदण्ड नभएका जनावरहरूमा छुट्टै हुनसक्छ। त्यही भएर एककोषीय जीवहरूमा चाहिँ परिवहन कसरी हुन्छ त भन्दाखेरि, जस्तै अमिबाको उदाहरण लिँदाखेरि अमिबामा परिवहन कसरी हुन्छ भने जान्नुहुन्छ। कोष झिल्लीबाटै आवश्यक पर्ने पानी, लवण, खानेकुराहरू भित्र छिर्छ र कोष झिल्लीबाट बाहिर निस्किन्छ, किनकि एउटा कोष मात्र हुन्छ। यसमा चाहिँ साइटोप्लाज्मको मद्दतले चाहिँ परिवहन हुन्छ। त्यस्तै गरी बहुकोषीय जीवहरू जस्तै हाइड्रा, जेलीफिसहरूमा पनि परिवहन हुन्छ। यसमा चाहिँ ओस्टिया अथवा मुखबाट चाहिँ आवश्यक तत्त्वहरू भित्र छिर्छ। त्यस्तै गरी वाटर, त्यहाँ क्यानल सिस्टम हुन्छ कुनै कुनै जीवहरूमा, त्यो क्यानलबाट परिवहन हुन्छ। अनि अनावश्यक तत्त्वहरू चाहिँ तन्तुहरूबाट बाहिर निस्किन्छ। त्यस्तै गरी हामीले चाहिँ मानिसमा पनि अङ्गहरूको समूह मिलेर सर्कुलेटरी सिस्टम बनेको हुन्छ। जस्तै रगत, ब्लड भेसल र मुटु। रगत, रक्तनली र मुटु चाहिँ यसका प्रमुख अङ्गहरू हुन्। त्यस्तै गरी हामीले चाहिँ कसरी यसमा चाहिँ के हुन्छ भन्दाखेरि, रगतले चाहिँ आवश्यक पर्ने अक्सिजन, पोषक तत्त्वहरू, त्यस्तै गरी विभिन्न चिजहरू जुन चाहिँ कोषलाई आवश्यकता पर्छ त्यो कोषसम्म पुर्याउँछ। त्यस्तै गरी अनि त्यो रगतबाट नै निष्कासन प्रणालीसम्म चाहिँ पुग्छ। रगतले डिफ्युजन प्रोसेसबाट खानेकुराहरू अथवा न्युट्रिसनहरू चाहिँ सोसेर लिन्छ। जनावरहरूमा परिवहन यसरी हुन्छ।